ल केटा हो, दिन त तिमीहरूको रहेछ क्यारे। आफूलाई त खेल्नु पाएला जस्तो लागेन। किन लाउर जाने लाइस कि क्या हो? लाउर गइस् भने मलाई त्यो फेसबुक चल्ने मोबाइल चाहिँ पठाइदिए है। उडाऊ केटा उडाऊ, बेला यही हो। 2-4 दिन अझै छ उडाउने दिन। उडाऊ। तँलाई हामीलाई भन्दा धेरै खुसी हुन मन लागेर होला। हामीलाई छोडेर जान लाइस् त विनय। हात गोडा बस्ने बेला भएका आमा बुवालाई साउको करकर सुनाउन चाहन्न केटा हो। सबै फाइनल भइसकेको हो? मोटामोटी भइसक्यो। त्यसो भए त नम्रता तडपेर मर्छ विनय, तँ गइस् भने त। बाबुआमाको दबाबमा पराएको डोली चढाएर पठाइदियो भने के गर्छस् त विनय? तर पिर नगर, त्यस्तै परिआएछ भने हामी आमा बुवालाई सम्झाउला नि। हो पिर नगर न, डोली नै रोक्नु पर्यो भने रोकौँला नि, कि कसो केटा हो नि। कहिले जान्छस् त? टिकाको दिन सायद राम्रो भन्छन्। विनय, तैँले हाम्रो दसैँ तिहार, देउसी भैलो सबै रमाइलो जति लिएर जाने भइस् विनय।